हेलो साथीहरू, ल आयो है। ल हामी चाहिँ अहिले अशोक लेल्यान्ड सोरुममा यो BS6 गाडी चाहिँ बुझ्नको लागि आएको। यो गाडी चाहिँ हुम्लाबाट काठमाडौँ चल्नको लागि आएको हो। अब हामीले गाडी निकालेर अनि बडी कारखानामा हाल्यौँ। अनि बडी कारखानामा हालिसकेपछि अब देख्न सक्नुहुन्छ दुईटा गाडी चाहिँ आधा बनिसकेछ। अनि यिनी अब 5वटा गाडी चाहिँ अब एकदम तयारीमा छन्। आज ल्याएर बडी कारखानामा हालियो। अब चाहिँ के कस्तो बन्छ हेर्नको लागि सब्सक्राइब गर्नुहोला अनि कमेन्ट गरेर प्रतिक्रिया दिनुहोला साथी। अब यस्तै छ। अब हुम्ला काठमाडौँ चल्नको लागि अब बाटो त एकदम अप्ठ्यारै छ, तर पनि हाम्रो सुर्खेत काँक्री बिहार समितिद्वारा सञ्चालित अब सबैजनाले आँट गरेर हाल्नुभएको छ। हेरौँ के कस्तो हुन्छ, के कस्तो बन्छ, हेर्दै गर्नुहोला। हस् त, नमस्कार।